त्यसले गर्दा धेरै कुरा यहाँ आइसकेको छ। पूर्ववक्ताहरू मिथिलाको, मिथिलाञ्चलको र जनकपुरको खास गरेर यसको महिमा र गरिमा र यसको गौरवपूर्ण इतिहासको बारेमा यो स्थल विद्याको, ज्ञानको, साहित्यको, कलाको, संस्कृतिको, सभ्यताको केन्द्र थियो एक समयमा र पूर्वी सभ्यताको र संसारको पुरानो सभ्यताको पनि यो केन्द्र। जुन बेला महर्षि राजा जनक दरबारमा जो विमर्शहरू, छलफलहरू शास्त्रका बारेमा दुनियाभरका र खास गरेर सम्पूर्ण भारतवर्षका र नेपालका ऋषि मुनिहरू, सारा विद्वत वर्गहरू मथन गर्नुहुन्थ्यो र मथन गरेर आफ्नो संस्कृति, परम्परा, राष्ट्र सञ्चालन, देशको अवस्था र सबै नीति। यहाँ मलाई बडा आनन्द लागेको छ कि हिजो दिलभूषणजी र हाम्रो सामने एउटा कान्तिपुर संस्थाका पत्रकार भाइ खड्काजी, शुभ नामै बिर्सिसकेका छु, भूपेन्द्र खड्काजी, कसरी अब त्यो हाम्रो भाइ बहिनीको बिचमा तपाईँको नाम त मैले पैसा गाउनु पऱ्यो। भूपेन्द्र खड्काजी उहाँहरू आउनुभयो। एउटा भाइहरू पनि जनकपुरकै भाइ थिए र अमितजीको बारेमा सारा बताउनु भयो। त्यसपछि पनि यसलाई अगाडि बढाउने बडा खुसी लाग्यो। आजका युवाहरू आफ्नो उद्देश्यमा क्लियर छन्, त्यसले गरेर खुसी पनि लाग्यो। मैले दिलभूषणजीलाई भने, मनिषजी मलाई 15 दिन पहिले आएर भन्नुभएको थियो, तर उहाँको परिवारमा यस्तो भएछ भनेर तपाईँहरूले फेरि आउनुभयो मलाई ब्रिफ गर्न। मैले भने कि म पूर्व राष्ट्रपति छु, एउटा नागरिक छु, तर यो कला, साहित्य, संस्कृति त्यसको बारेमा त यही विधाका, यही भेगका या देशका प्रतिष्ठित विद्वानहरू। तो अस्ति नै मैले मनिषजीसँग कुरा गरेको थिएँ, मलाई किन तपाईँले चाहिँ किन लास्ट इयर पनि मैले योभन्दा पहिले पनि मैले नै उद्घाटन गरेको थिएँ प्रमुख अतिथि भएर। आज मलाई फेरि गौरव लागिरहेको छ कि नेपालको एउटा ऐतिहासिक ठाउँ जो मेरो पनि जन्मभूमि हो, यही 10 किलोमीटरको अंदरमा मैले हुर्किया छु। अब यही है, गाय कहबै तो कहा से कहबै झूठे कहे सेहो बात। राष्ट्रपति भगले तो खाली कहे गाय भैंसी, खेत खरिहान गाय भैंसी हेर्दै 6 महीना हामी जंगलको फेदमा, चुरियाको फेदमा मेरो काका 6 महीना त्यहाँ भैंसी गाई लिएर बथानमा बस्नु र 6 महीना हामी तल आउँथ्यौँ। त्यस बेलादेखि अहिलेसम्मको मैले उहाँलाई अलिकता सुनाएँ दिलभूषणजीलाई। मलाई लागेको नाम पनि दिलभूषण, उहाँको काम पनि दिलदार र भूषण माने आवरण, एउटा टल यङ मान्छे। मेरो पनि धेरैचोटि एकाधचोटि त निश्चय नै तपाईँले मलाई थकाउनु भएको थियो टिभीको इन्टरभ्यूमा। तर अब म के भन्न चाहन्छु कि मैले भने तपाईँ अरू सत्रमा मलाई राखेर
यहाँको जनजीवन, यहाँको समाज, यहाँको रीतिरिवाज, यहाँको खेतीपातीको बारेमा, यो अन्नको भण्डारको बारेमा, यहाँको जलको भण्डारको बारेमा, यहाँको यो ठाउँको बारेमा जो अन्नको भण्डार थियो, यसको सोर्स जङ्गल थियो, पहाड थियो, आज सबै उजाड भइरहेको छ। यसलाई मलाई बढी टाइम दिएर तपाईले छलफल गराए हुन्थ्यो। उहाँले भन्नुभयो होइन, अब हाम्रो यस्तै प्रोग्राम छ, यहाँलाई जो आफ्नो अनुभव छ त्यही पस्किनु होला। मैले बुझेँ निश्चय नै केही, किन यहाँ साहित्य मलाई त पहिले सुनेको थिएँ। सन् 2020 में एडिनबर्ग को लिटरेचर फेस्टिवल को बारे में सन् 2020 में एडिनबर्ग में त्यो पनि एउटा कल्चर र साहित्य महोत्सव को सारा संसार को मान्छे जमा भएको छ। जयपुर में, भारत को जयपुर में यस्तै साल के 2 साल में तो मलाई लिटरेचर फेस्टिवल में समाज को बारे में, विविधता को बारे में, अर्थशास्त्र को बारे में, राजनीति को बारे में, उद्योग को बारे में र सारा कुरा साहित्य, संस्कृति, कला आज बड़ा खुशी लाग्यो कि एउटा बहिनीले सुनन्दा ठाकुरले अहिले हाम्रो उद्घाटन को बेलामा उहाँले देखाउनु भयो मिथिला को आर्ट को बारे में जो सारा संसारलाई चिनाएको छ। यहाँको विद्वानहरूले, यहाँको अहिले नै विनोदजीले त्यसको बारेमा न्युयोर्कसम्म परिचय गराउँछ भनेर कति खुसी लाग्यो। तर यो सब यहाँ को साहित्यकार, यहाँ को विद्वान, यहाँ को ऋषि मुनिले यही यहाँ को तालाबहरू, जनकपुर का तालाबहरू, कुवरीपुरी साहित्य, कला र संस्कृति का रचनाहरू गर्नु भएको होला एउटा। तर कहीं न कहीं हाम्रो मुख्यमंत्री जी, नगरपालिका को मेयर बड़ा जोसिलो भाषण, उहाँहरू यङ हुनुहुन्छ। मैले त अब 80 में लागिसके र मेरो भाषण दिने कला पनि बिर्सिसके। मैले त गाउँको मान्छे गाउँमा नचाउँथे, कुरा गर्थे, भोट लिन्थे, डाक्टरी गर्थे, मानव सेवा गर्थे। र जब भार पर्यो, जहाँ तपाईहरुको आशीर्वादले गए, तो त्यहाँ बड़ा शिरले लिखेको भाषण या आफैले सोचेर तौलेर बोल्नु पर्ने ठाउँमा गए। त्यसले गर्दा फ्रीली भाषण गर्ने मैले बिर्सिसके। अब मैले सोझै केही विषयवस्तुमा आउँछु, त यस्तै खुद्रा कुरा गर्दै मैले 2 घण्टा बिताइदिन्छु। त्यसले गर्दा मैले तपाईलाई आफ्नो मनमा लागेको कुरा केही भन्न चाहन्छु। जनकपुर को सौन्दर्य निश्चय मठ मंदिर माँ जानकी को यो लगभग 1.25 वर्ष, शायद 120 वर्ष की 25 वर्ष मलाई याद भएन। लाल किशोरलाई सोधे 130 भन्नु, तर मलाई लागिरहेछ कि अब एक्ज्याक्ट तपाईहरुले भन्नु होला, मेरो पत्रकारहरूले फेरि नलिखिदिनु होला कि उहाँले। तर म के भन्न चाहन्छु, यो मंदिर में जल चढ़ाउन पहिले जानुहुन्छ। जल र फूल, त्यो फूल कहाँबाट आउँछ, त्यो जल कहाँबाट आउँछ? यो धरती माँ जानकी को पूजा गर्नको लागि जल फूल को जो हो हामीले कहाँबाट गर्छौं? म भन्न चाहन्छु, यो पोखरी जुन 72 वटा पोखरीले गराउनु, मलाई त लाग्छ कि 100 पोखरी छ। धेरै चाहिँ कि पुरिसकेका छ, धेरै अतिक्रमण भइसकेका छ। 2-4 वटा 10 वटालाई तपाईले सफा गर्नु भएको होला।
तर म डेली मर्निङ वाकमा जान्छु रतन पार्क र रतन सागरको छेउबाट ज्ञानकुपको छेउबाट रतन सागरको पानी हेरेर दर्द हुन्छ। यो सही कुरा मैले चिफ मिनिस्टर र मेयर साहबलाई, जनकपुर नगरवासीलाई र देशबाट आउनुभएका विद्वानहरूलाई र उद्योगपतिलाई मैले सुनाउनै पर्ने छ। त्यो पोखरीहरूलाई, त्यो तलाबहरूलाई, त्यो सागरहरूलाई राम्रोसँग सफा गरेर गार्डन लगाएर सारा सजाएर यो भन्नुभयो महर्षिको राजा जनकको ठाउँ हो, ऋषि मुनि बस्तीमा ठुल्ठुला विद्वानहरू साराका हामीले याद गरेका छौँ। तर उहाँहरूले, अहिलेका विद्वानहरूले त्यही पोखरीको किनारमा बसेर त्यो गार्डनमा कविता र साहित्यको रचना निश्चय नै उत्साहका साथ र त्यो चिन्तनका साथ केही नयाँ कुरा तपाईँको दिन सक्नुहुन्छ। यही भेगबाट संसारलाई आज त्यो पोखरीहरूलाई बचाउनुहोस्, यही मेरो आग्रह छ। अझ मेहनत गर्नुहोस्। तीन तहका सरकार छन्, एकले अर्कालाई कोअर्डिनेट गर्दैन। त्यो बेला तपाईँको युवाहरूलाई को मुखबाट म सुन्न चाहन्न, तपाईँहरू यो धरतीमा लोकतन्त्रको लागि बडा लामो सङ्घर्षको इतिहास छ यो देशमा। जहिले पनि यहाँका युवाहरूले, यहाँका नेताहरूले, यहाँका लोकतन्त्रवादीहरूले देशको इतिहासमा चार चाँद लगाएको छ। फाँसी चढ्नको लागि पनि कहिले चाहिँ पछि परेको छैन। राजनीतिको फिल्डमा, साहित्यको फिल्डमा, कलाको फिल्डमा सारामा तपाईँ परिपूर्ण हुनुहुन्छ। तर म तपाईँहरूलाई ध्यान आकर्षण गर्न चाहन्छु, उद्योग तपाईँले खोल्नु होला विनोदजी यहाँ, तर पानी कहाँबाट आउँछ? 24 सालसम्म संसारको 5औं धानको एक्सपोर्टर हामी थियौँ। रेकर्डेड छ 24 सालसम्म। तर आज के अवस्था छ? विनोदजीलाई सोध्नु होला, विनोद चौधरीजीलाई, उद्योगपतिलाई, उहाँले डाटा बताउनुहुन्छ मलाई। म रफली भन्छु कि 3 महिना पहिले मैले सुनेको थिएँ कि 77 अरबको चावल सिर्फ इम्पोर्ट भएको छ। भारतबाट होइन, थाइल्यान्डबाट, भियतनामबाट, फिलिपिन्सबाट पनि होला, उहाँलाई थाहा छ। तर यो 30-40 वर्षमा हामीले आफ्नो भूमिलाई, यो धानको कुरा मैले गरेँ, तेलहन दलहन सारा अन्न का भण्डार थियो यो ठाउँ, फलफुलका भण्डार, दही दुधका भण्डार, चारागाह छ, जङ्गल छ, गाई भैँसीको पर्याप्तता, मास त 6 महिना चाहिँ माछा खान सक्थ्यौँ न हामी। हाम्रो गरिब तबकाले पनि, हाम्रो गरिब भाइ बहिनीहरूले पनि 6 महिना उसले माछा मारेर चाहिँ खान्थे। प्रोटिनको सोर्स दही दुध र माछा चाहिँ प्रोटिनको सोर्स थियो। 6 महिना खायो भने 6 महिनामा उसले प्रोटिन नखायो भने पनि उसले धान्न सक्छ। त म भन्न चाहन्छु यो अन्नको भण्डारको पुरै निश्चय तपाईँहरूलाई थाहा छ कि हाम्रो देश हिमालयको श्रृङ्खला, महाभारतको श्रृङ्खला, बीचमा चुरे रेन्ज, त्यसलाई शिवालिक भन्छौँ हामी, चुरे भन्छौँ नेपालीमा, चुरिया भन्छौँ हामी मैथिलीमा, र त्यसको पर तराई मधेस एउटा पटरी जस्तो अन्नको भण्डार, जसलाई हामीले सस्यश्यामल भूमि भन्छौँ, अनि ग्रिन भूमि। आज मरुभूमिकरण भइरहेको छ। यसको जलको भण्डार कहाँ छ सोद्धाखेरि तपाईँलाई लाग्ला के भनिरहनु भएको छ। यसको जलको भण्डार त्यो चुरिया रेन्ज, त्यो रिजर्भयर हो। त्यसले कहाँबाट ल्याउँछ? वर्षाबाट पानी त्यसले सोसेर रिजर्भयर बनाउँछ।
त्यसले गरेर म 40 वर्ष पहिले यहीँबाट यही क्लिनिक थियो मेरो जानकी मन्दिरको प्राङ्गणमा। मेरो आँगनमा 40 फिट 50 फिटमा पानी आएको थियो। आज म जनकपुरवासीलाई सोधिरहेको छु, मेरो आँगनमा मैले 7 वर्ष पहिले 350 फिटमा खाने पानी तपाईँको प्राप्त गर्यो। जनकपुरमा अहिले 400 फिट 450 फिट 500 फिट 550 फिटमा पानी गइसक्यो। अर्को 40 वर्षमा के होला, कहाँसम्म तल जानुहुन्छ? दिलभूषणजी सुन्नुहोस् मेरो कुरा, मैले यही कुराहरू सुनाउनको लागि तपाईँले मलाई पर्मिसन दिनुभएको छ। तपाईँले जे मन लाग्छ त्यही भन्नु होला, जे मन लाग्छ। मैले देशको अवस्था, यो मधेस चढाइको अवस्था र यहाँ जुन जनजीवन कस्तो थियो, आज जनजीवन कस्तो छ, यो पानी कहाँ 40 वर्ष पछि यो पानी कति तल तपाईँ जानुहुन्छ? मिथिलामा हामी आफ्नो यात्रा गर्थ्यौँ, सुयात्रा। म त्यहाँबाट काठमाडौँ जान्थेँ पढ्नको लागि, म कलकत्ता जान्थेँ। मेरो आमाले पोखरी थियो दरवाजा छ, त्यहाँबाट माछा निकालेर दही राति बनाएर बिहान माछा भात खुवाएर दही खुवाएर दहीको टीका लगाएर बिदा गर्नुहुन्थ्यो। सही हो कि होइन? हाम्रो मैथिल समाजले दही र माछाको शुभ मान्छ। म भन्न चाहन्छु उद्योगपतिजीलाई, कुन उद्योगमा पानी लाग्दैन। उहाँले जुन चाउचाउको उहाँको जुन यहाँको साथीहरूले देखाइदिनु भयो, तर त्यसमा पानी लाग्छ कि लाग्दैन कि सोधै के सामानहरू ल्याएर बनाइदिनुहुन्छ? बिना पानीको कुन कुरा हुन्छ? मैले त्यहाँ बहिनीले हिमालको देखाउनु भयो र जङ्गल देखाउनु भयो, त्यसपछि पानी देखाउनु भयो। त मैले भने कोशी गण्डकी कर्णाली महाकाली 12 महिना जलको भण्डार, जल बगिरहन्छ। कहाँबाट आउँछ? त्यो एउटा पहाडबाट त्यो किन सूर्य पुरै देखाइदिनु भएन कि पानी चाहिँ झरिरहेछ? त्यसले गर्दा यहाँको मान्छेलाई बुझ्नलाई सजिलो हुन्छ। म त साइन्सको मानिस, विज्ञानको मानिस, प्लान्टको बारेमा, जलको बारेमा, जमिनको बारेमा, जङ्गलको बारेमा पढ्दै मेडिसिन पढेँ, डाक्टरी गरेँ र मानवीयताले ओतप्रोत भएर केही सेवा गरे। देशको सेवा गर्नलाई तपाईँहरूले मौका दिनुभयो गरे। तर आउने जेनेरेसन 40 वर्षको हाम्रा नाति पनातिहरू, 100 वर्षका हाम्रा जेनेरेसनका बच्चाहरू, हिजो नै दिलभूषणजीले यही कुराहरूमा गर्दा उहाँले ग्रेटा थम्बरको 18 वर्षको एउटा बालिकाको इतिहास सुनाउनु भयो। हामीले देखेका थियौँ टिभीबाट। सारा संसारलाई, अमेरिकाको प्रेसिडेन्टको सामने हाम्रो भविष्य तिमी नछिन हामीसँग। म त मुख्यमन्त्रीजीलाई भन्न चाहन्छु, मैले लालकिशोरजीलाई भन्न चाहन्छु, या सङ्घीय र प्रदेशका मान्यजीहरू हुनुहुन्छ होला, यहाँ जनप्रतिनिधिलाई म आग्रह गर्न चाहन्छु, तपाईँहरूले यसमा ध्यान दिनुहोस्। चुरिया रेन्ज आज सखाप भइरहेछ। मेरो जिन्दगीमा म 80 लाग्न थालेँ, 79 मा रन गरिरहेको छु। मैले 70 वर्षको कुरा तपाईँलाई भनिरहेको छु। यो अन्नको भण्डार, जलको भण्डार, जङ्गलको पर्याप्तता, पशु पक्षी जानवर चराचुरुङ्गी सारा कहाँ छन्? मैले खदन चिरैयालाई चिनेको छु बाबु। म भन्छु बच्चाहरू खदन चिरैया चिन्दैन, बुलबुल्ला चिन्दैन। यो सब कहाँ रहन्छ? खरिहानमा खदन चिरैया दौड्छ, आफ्नो उसको चाल हुन्छ। अब यस्तो कुराहरू भन्दै गऱ्यो भने त धेरै कुरा हुन्छ। म के भन्न चाहन्छु, आज
तपाईले चुरियालाई अहिलेको संघीय सरकारले त्यहाँबाट चाहिँ कि राजमार्ग बनाइरहेको छ, त्यसको छातीबाट अर्को एउटा राजमार्ग बनिरहेको छ। हाम्रो पूर्व पश्चिम राजमार्ग छँदैछ, बुलाकी राजमार्ग बनाउनुस्। 20 वर्षदेखि लागिरहनु भएको छ, बन्ने छैन। मध्य पहाडी राजमार्ग बनिरहेको छ। मध्य पहाडमा पानीको कमी फेरि महसुस भइरहेछ। पाँचथरदेखि डोटीसम्म पानी पाइरहेको छैन, फेरि माइग्रेसन हुन्छ। हाम्रो देशको मानिस कहाँ जान्छ? जहाँ पानी हुन्छ त्यहाँ जान्छ, निश्चय नै यहाँ आउँछ। हिमालको बर्फ पिघलिरहेको छ, विश्वको तापक्रम बढिरहेको छ, त्यसको इफेक्ट अलग छ। प्रदूषण बढिरहेको छ, त्यसको अलग छ। तर हाम्रो हिमालयको देश जो एउटा हिमालको गोदमा हामी बसिरहेको छौँ, 3 करोड नेपाली जनता, विभिन्न जाति, विभिन्न धर्म, विभिन्न वर्ग, विभिन्न सभ्यताका मानिसहरू बसिरहेछौँ। त्यसको अन्त हामी इम्पोर्ट गर्छौँ। पानी कहाँबाट ल्याउने? समुद्रको पानी तपाईँहरूलाई थाहै होला कि त्यसमा नुन यति हुन्छ कि खायो भने तपाईँलाई डाक्टर छु डिहाइड्रेसन भइजान्छ, मरिजानुहुन्छ। डिसैलिनाइजेसन भन्छ, सेलिनेसन भन्छ, पानी चाहिँ कि नुन हटाउने। इजरायलले मात्र गर्न सकेको छ अहिले त्यो टेक्निक। तपाईँलाई गर्न अहिले 50 वर्ष 100 वर्ष लाग्यो। आफ्नो सम्पदालाई नष्ट गरिरहनु भएको छ। त्यसले गरेर म के भन्न चाहन्छु, मेरो आग्रह छ, जनकपुरको तलाबहरूमा पानी कहाँबाट आउँछ? 40 वर्षपछि या 20 वर्षपछि त्यो तलाबहरू अहिले नै सुकिरहेको छ। त्यसले गर्दा म यतातिर ध्यान आकर्षण गराउन चाहन्छु कि तपाईँले जङ्गलको सुरक्षा गर्न सक्नुहुन्न, तपाईँ चुरियाको संरक्षण गर्नुहुन्न। एउटा निश्चय नै 10 वर्ष पहिले मैले यही कुराहरू उठाउँदा सरकारलाई कन्भिन्स गरेका थिएँ, सबै सरकारलाई अन गरेका थिएँ। तर यो सरकार आउँदा आउँदै तपाईँलाई त्यसलाई त्यो प्रचण्डजीको सरकारको बेलामा त्यो एउटा 20 वर्षको प्लानिङ, 20 वर्षको प्रोजेक्ट पनि पास भएको छ। त्यसको मैले मुख्यमन्त्रीजीलाई आग्रह गर्न चाहन्छु, माननीय विनोद चौधरीलाई आग्रह गर्न चाहन्छु, सदनमा कहिले मैले जुन कुरा 10 वर्षदेखि उठाइरहेको छु, कहिले गहन रूपमा छलफल भएको छ। तपाईँ काङ्ग्रेसको मानिस हो, म त काङ्ग्रेस छोडिसकेको छु, त्यसले गर्दा तपाईँहरूले राष्ट्रपति बनाउनु भयो। अब तपाईँको जिम्मा छ, त्यहाँ छलफल गर्नुहोस्। मधेसका पार्टीका सांसदहरू छ, कहिले धेर्नु भएको छ चुरियाको बारेमा, जलको बारेमा, जङ्गलको बारेमा। कहिले तपाईँको सङ्घीय सदनमा छलफल भएको छ, कहिले प्रदेशमा छलफल हुन्छ। यो अन्नको भण्डार नष्ट भयो, मैले भनिसकेँ तपाईँलाई। अर्बौं खर्बौंको तपाईँको निर्यात भइरहेको छ अन्नको लागि। त्यो अन्नको लागि त्यो जल बचाउनुहोस्, त्यो माटो बचाउनुहोस्, त्यो जङ्गल बचाउनुहोस्। त्यसले गर्दा तपाईँलाई अन्नको भण्डारले तपाईँ उद्योग धन्दा लगाउनुहुन्छ, पानी हुँदैन भनेर तपाईँ पहिले गएर भन्नुहुन्छ होला, त्यहाँ मरुभूमिमा गएर सबै उद्योग तपाईँको छैन। मलाई 10 वर्ष पहिले या 10 वर्ष पहिले करिब तपाईँले म इन्डोनेसियामा यस्तो रिसोर्ट बनाएको छु भन्नुभएको थियो तपाईँले, या होटल बनाएको छु। निश्चय नै तपाईँको त्यहाँ इन्डोनेसिया 11,000 आइल्यान्डको देश हो। र निश्चय नै त्यहाँ पर्यटनको विकासको लागि पानी त पहिल्यै कुरा हो। त म के भन्न चाहन्छु, त्यतातिर पनि ध्यान दिनुहोस्। अर्को कुरा म भन्न चाहन्छु कि शिक्षाको नयाँ शिक्षा 48 सालमा लाग्यो। 46 मा हामीले प्राइभेटाइजेसनमा या प्राइभेट स्कुल र कलेजहरूलाई तोपेन गर्यौँ। आज मलाई महसुस भइरहेको छ 80% चाहिँ गरिबको, किसानको बच्चाहरू सामुदायिक स्कुलमा या सरकारी स्कुलमा पढ्छ। 20% मात्र तपाईँको जुन प्राइभेट स्कुलमा जान्छ। र सामुदायिक स्कुलको आज अवस्था यस्तो छ, जसले गरेर तपाईँको पढाइको स्तर यस्तो खराब भएको छ कि जसको हुने खाने, जससँग पैसा छ त्यसको बच्चा प्राइभेट स्कुलमा जान्छ, हिन्दुस्तान जान्छ, या तपाईँको के भन्छ काठमाडौँ जान्छ,
त्यो महिना बढी एफ्लुएन्ट त्योभन्दा बढी धनाडोको अस्ट्रेलिया युरोप अमेरिका जान्छ। तर 80% नेपाली जनताको बच्चाको लागि शिक्षाको स्थिति बहुतै नाजुक छ। त्यसमा पनि मानव विकास सूचाङ्कमा 2 नम्बर प्रदेश तपाईँ पछाडि हुनुहुन्छ। मलाई खुसी लागेको छ, राम्रो काम गर्नुहुन्छ, त्यसको लागि धन्यवाद छ। बेटी बचाओ बेटी पढाओ यो कुराहरू मुख्यमन्त्रीजीले अगाडि बढाइरहनु भएको छ, राम्रो कुरा हो। तर अहिले पनि मुस्लिम समुदाय, तपाईँ आफै मुस्लिम समुदायबाट आइरहनु भएको छ, मुस्लिम दलित र हाम्रो जनजातिको मेन धारमा शिक्षामा आउन सकेको छैन। बाल विवाह त्यहाँ बढी छ, शिक्षाको अवस्था समावेशी छैन। निश्चय हामी किसान वर्ग जुन छ र त्योभन्दा माथिका हाम्रा वर्गहरू छ, त्यो सम्म चेतना आएको छ। अहिले बेटा बेटी दुइटैलाई पढाउने, केटा र केटी दुइटैलाई पढाउने चेतना भएको छ। तर हाम्रो मधेसको अवस्था यो छ, दिलभूषणजी लेखिदिनु होला कि छोरालाई राम्रो स्कुलमा पठाउँछ, छोरीलाई त्यही सामुदायिक स्कुलमा फेल गरोस् पनि केही छैन, चोरी गरेर पनि पास गरेर बिहा दिनुहुन्छ। यो समाज कसले बन्छ जहाँ दुइटै चाहिँ छोरा र छोरीलाई सक्षम बनाएर सक्षम नागरिक देशको बनाउनुहुन्छ भने त्यो समाज कहिले विकास हुँदैन। जति भन्नुहोस्, गान्धीजीले भन्नुभएको थियो कि बैलगाडाको 2टा पाङ्ग्रा छ, एउटा पाङ्ग्रा हटाइदियो भने त्यो बैलगाडा चल्दैन। गान्धीजीलाई याद गर्नुहोस्। त्यसले गर्दा छोराछोरी दुइटैलाई समावेशी रूपमा तपाईँले सक्षम बनायो भने मात्र यो देश विकास हुन सक्छ, सक्षम हुन सक्छ। कोरियाको वारको इतिहास पढ्नुहोस्, या जापानको इतिहास पढ्नुहोस्, या तपाईँको के भन्छ सिङ्गापुरको इतिहास पढ्नुहोस्, या युरोपको इतिहास पढ्नुहोस्। जसले शिक्षालाई बढी जुन कन्ट्रीले जोड दिएको छ त्यो कन्ट्री चाहिँ विकास गरेको छ। विकासको कुरा गर्दाखेरि कुन कुरा एउटा गर्ने, हामीले आफ्नो सन्तानलाई एजुकेसन फर्स्ट, एजुकेसन फर्स्ट, एजुकेसन फर्स्ट नेसनको पहिला कुरा, यो कुराहरूमा शिक्षामा ध्यान दिनुहोस्, बालिकाको शिक्षामा ध्यान दिनुहोस्, शिक्षामा सुधार गर्नुहोस्। कसरी गर्ने यसको बारेमा मैले तपाईहरुलाई ध्यान आकर्षण गराएँ। आज यत्रो सङ्घर्ष, लगभग 80-90 वर्षको सङ्घर्ष पछि एक दिनको सङ्घर्ष होइन लोकतन्त्रको। म एउटा उदाहरण दिन चाहन्छु तपाईहरुलाई। म विद्यार्थीदेखि डाक्टरदेखि काङ्ग्रेसको समर्थक थिएँ। यही मैले क्लिनिक चलाउँदाखेरि त्यो मण्डलीहरूलाई लखेट्नको लागि यहाँका युवाहरूले मलाई याद आइरहेको छ। लालकिशोरजी, त्यसबेला बिर्खेशजी, अर्को भाइ एउटा टिभीमा, नेपाल टिभीमा थियो, के नाम थियो त्यसको, के साहु, बालकृष्ण शाह, इँटा लिएर मण्डलीलाई लखेट्नु, त्यो बेलादेखि राजनीतिमा लाग्नु भएको छ। म गणेश मानजीको आँगनमा 43मा चुनाव लडेँ। गणेश मानजीको आदेशमा आउट अफ पोस्ट पञ्चायतको क्याप्चर गर्नुपर्छ भनेर मैले भने म खेत बेचेर, गहना बेचेर पढ्न गएको थिएँ। मैले परिवार अहिले व्यवस्थित गरेको छैन, म अहिले चुनाव लड्दिनँ। उहाँले भन्नुभयो, होइन बाबु, तपाईँ एउटा डाक्टर हुनुहुन्छ, तपाईँलाई 5-10 जिल्लाले चिन्छ, तपाईँ लड्यो भने यो पञ्चायतमा बढी भोट ल्याउनुहुन्छ, हाम्रो इज्जत बढ्छ, हात जित त्यस्तै छ। 43मा चुनाव लड्यो, क्लिनिक बन्द गरेर। 42मा मैले एमडी गरेर आइसकेपछि र 46मा फेरि आन्दोलन भयो, जेल गए। एउटा मनिषी विष्णुजन केसी, उहाँको नाम थियो, सरोज प्रसाद कोइरालाको साथी हुनुहुन्थ्यो। त्यसबेला यहाँ पञ्चायत व्यवस्था थियो। 17 सालको घटनापछि सिर्फ 2टा ठाउँ थियो, चाहिँ कि जनकपुरवासीको टेक्ने ठाउँ
एउटा महानिधि को ठाउँ रामनारायण मिश्र जेलमा मरे, जेलबाट निकल्दै मरे क्यान्सर भइसकेपछि। सरोज बाबुलाई मारियो, नेताहरू खडेडी भयो, युवाहरू लाग्नुभयो र 46 को जनआन्दोलनमा म जेलेश्वर जेलमा परेँ। त्यो काजी साहबलाई मैले सोधेँ, उहाँले भन्नुभयो मलाई, तपाईँ यो बेडमा सुत्नुहोस्, यहाँ अलिकता उँचो छ, यहाँ चादर बिछाउनुहोस्, नत्र सबै साथीहरू आउँछ, फेरि उरुस लिएर आउँछ, तपाईँलाई उरुस टोक्छ, डाक्टर मान्छे हो, यसमा सुत्नुहोस्। मलाई चचक्क भयो। सरोज प्रसादलाई मारिया थियो, मलाई पनि जेलबाट निकालेर मार्छ कि लागेको थियो कि कति दिन चल्छ। 50 दिनमा आन्दोलन सफल भयो। तर त्यहाँ के कुरा म भन्दैछु तपाईँलाई, उहाँलाई मैले सोधेँ, उहाँले भन्नुभयो र पछि देखाउनु भयो कि जेल तोडेर उहाँले 3 सालमा जेल पढेको र त्यहाँबाट उहाँ लगायत रुद्रगिरी दिगम्बर झाहरू अरू मानिसहरू त्यो जेल तोडेर भेङबर्गिनियामा महाधिवेशनमा भाग लिन जानुभएको थियो। र मैले भने, उहाँले देखाउनु भयो त्यो टालेको थियो। 43 वर्षपछि 7 सालमा उहाँले जेल तोडेर भाग्नु भएको थियो र त्यो जेललाई सिमेन्टले टालेको, इँटाले टालेको त्यसै देखिन्थ्यो। मैले सोधेँ, उहाँलाई मैले भने, तपाईँ 3 सालमा जेल परेर 7 सालमा जेल तोडेर जानुभएको थियो, 46 सालमा फेरि त्यही जेलमा तपाईँ आउनुहुन्छ, 43 वर्षपछि तपाईँ त्यही जेलमा हुनुहुन्छ भनेर तपाईँलाई कस्तो लागिरहेको छ? उहाँले भन्नुभयो, डाक्टर साहब, लोकतन्त्रको, भारतको इतिहास, संसारको इतिहास लामो लडाइँ गर्नुपर्छ जनताको अधिकार प्राप्तिको लागि। त म भन्छु, म मन्त्री भएँ, 48 को चुनावपछि, फेरि 56 को चुनावपछि मन्त्री भएँ। मलाई लाग्यो कि गाडी यसै जान्छ भने, र 62 मा फेरि जेल जानु पर्यो। म भन्न चाहन्छु, यत्रो सङ्घर्ष, हार्ड यर्न भन्छ, सङ्घर्ष गरेर बलिदान दिएर सम्पूर्ण देशवासीले एउटा संविधान आएको थियो, आज डिरेल हुन थालेको। राजमार्गबाट त्यसलाई जङ्गलमा फालिसकेका थिए। हामी सबै धन्यवाद दिउँ कि आज सेपरेसन अफ पावरको लोकतन्त्रमा को इतिहास खडा भइरहेको छ। नेपालको इतिहासले आज हामीलाई एउटा बाटो फेरि दिएको छ। अब खेलको मैदानमा, खेलको नियम अनुसार खेल्नुहोस्। अब तपाईँहरू पार्लियामेन्टमा, त्यहाँबाट सरकार दिनुहोस्, त्यहाँबाट नीति निर्माण गर्नुहोस्, देशलाई अगाडि बढाउनुहोस्। आज